फर्स्टमा चाहिँ कस्तो थियो भन्दाखेरि मलाई चाहिँ मम्मी बाबाको कारणले नै म यहाँ आएको हो होइन। अनि यस्तो हुन्थ्यो मम्मीले चाहिँ मलाई हल्का करै गर्नुभयो होइन बाबाले भन्दा पनि। बाबाले त त्यति वास्तवको त गर्नुभएको थिएन तर जोड चाहिँ दिइराख्नु भएको थियो। अनि के भन्छ मम्मीले चाहिँ के भन्नुहुन्थ्यो भने मैले चाहिँ म नजाने किनकि यहाँ अगाडि बोल्नुपर्छ नि त। अनि म नजाने मलाई डर लाग्छ भनेर मैले यहाँ नआउने भनेर भनेको थिएँ। अनि के भन्छ मम्मीले कर गर्नुभएको भएर चाहिँ अनि म यहाँ आएको हो है। मम्मीको लागि भए पनि म के बोल्छु होइन सिकेर जान्छु भनेरै आएको हो होइन। मम्मीले अब जुन विश्वास मलाई गर्नुभएको छ नि त्यतिको चाहिँ म बोल्न सक्ने यहाँसम्म बोल्न सक्ने भएको छु है। यहाँ आउँदाखेरि पनि धेरै नयाँ कुराहरू सिक्न पाएँ है। अब यहाँ यतिको बोल्न पाउँदाखेरि चाहिँ लास्टै खुसी लागिरहेछ किनकि फर्स्ट टाइम अब म कोहीसँग पनि नबोल्ने कोहीसँग पनि कुरा नगर्ने मान्छे होइन। अचेल साथीहरूसँग पनि घुलमिल हुँदै बाहिर जाने पनि गरेको छु। अनि अब के भन्छ सरहरूलाई अब क्वेसनहरू सोध्नुपर्छ नि त होइन। हामीलाई नआएकोहरू त्यो सोध्नलाई नि मलाई लास्टै अप्ठ्यारो लाग्थ्यो। अहिले चाहिँ अब केही बुझेन भने उ भयो भने म सरलाई आफै बोलाएर अनि यो सर यो मैले बुझेको छैन मलाई सिकाइदिनु भनेर भन्ने गरेको छु। अनि अब हाम्रो प्रेजेन्टेसनहरू पनि हुन्छ क्लासमा होइन। तर मैले अहिलेसम्म प्रेजेन्टेसन चाहिँ गरेको छैन। जस अब गर्नु पर्यो भने चाहिँ म पनि बोल्न सक्छु कि अब कन्फिडेन्ट त अहिले पहिलाभन्दा धेरै उ भएको छ। के भन्छ डर थोरै पनि नलाग्ने भन्न त मिलेन होइन किनकि 100% त भएको छैन। जस 50% चाहिँ कन्फिडेन्ट आएको छ। त्यसको लागि चाहिँ मेनली चाहिँ मम्मी बाबालाई मलाई यहाँ कर गरेर उ गर्नु भएकोमा चाहिँ थ्याङ्क यू भन्न चाहन्छु। अनि सञ्जय सर र कृष्ण सरलाई पनि थ्याङ्क यू होइन। अनि यहाँ उपस्थित भएका सबैजनालाई मलाई होइन सपोर्ट गरिदिनु भएकोमा चाहिँ धन्यवाद। इजी टक्स अब खुलेर बोल्ने पालो तपाईको।